बिर्स्यौ कि फेरि झम्तारा झमझम काटेको स्याउली रोएको न्याउली फुलेको प्याउली झम्तारा झमझम बजाउँदै पाता हल्लाउँदै हात बोलाउँदै आउली झम्तारा झमझम बजाउँदै पाता हल्लाउँदै हात बोलाउँदै आउली झम्तारा झमझम विश्वले चिन्दैन। अब प्रश्न उठ्छ, त्यो पहिरो अचानक कसरी आयो? के त्यो कुनै भूकम्प थियो वा धरतीको संरचनामा भएको ठूलो हलचल? यसको प्रमाण अझै निश्चित छैन। अचम्मको कुरा त यो छ कि यहाँको पानीमा उच्च खनिज सामग्री छ। वैज्ञानिकहरू भन्छन् यही केमिकल कम्पोजिसन र पानीको अत्याधिक चिसोपनका कारण यहाँ माछा बाँच्न सक्दैन। तर विश्वका यस्ता कैयौं तालहरू छन् जहाँ खनिज भएर पनि जीवहरू बाँच्न सफल भएका छन् र ती सामान्य ताललाई नै विश्वले यसरी ब्रान्डिङ गरेको छ कि मानौ तिनीहरू कुनै प्राकृतिकका खतरा उपज हुन्। तर हामी नेपालीले हाम्रो फोक्सोन्डोलाई ब्रान्डिङ गर्न नसकेर आज विश्वले चिन्न छोडिसक्यो। फोक्सोन्डोमा भने पूर्ण रूपमा जीवनको अनुपस्थिति हुनाले एउटा ठूलो प्रश्न खडा गर्छ। स्थानीय बौद्ध धर्मावलम्बीका अनुसार यो तालको मुनि एउटा दैवी साम्राज्य छ। के यो कुराले कुनै प्राचीन ऐतिहासिक घटना वा पृथ्वीको गहिराईमा लुकेको कुनै अनौठो ऊर्जालाई संकेत गर्दैन र? जब हामी फोक्सोन्डोलाई संसारका अन्य अल्पाइन तालहरूसँग तुलना गर्छौं, यसको उचाइ र स्वरूपले सबैलाई पछि पारिदिन्छ। 145 मिटर गहिरो यो ताल नेपालकै सबैभन्दा गहिरो अल्पाइन ताल हो। यसको रङ, खनिज सामग्री र सूर्यको प्रकाशको परावर्तनले यस्तो अद्भुत मेल हो जुन संसारको कुनै पनि अर्को तालमा पाइँदैन। तालको निकासबाट निस्किने 167 मिटर अग्लो फोक्सोन्डो झरना वा सुलीगढ झरना नेपालकै सबैभन्दा अग्लो झरना हो। यो तालको सुन्दरतालाई उत्कर्ष